हजुरको के कारण थियो भने हुन्छ यत्रो मान्छेको एउटा नाचमा हजुरले यसरी भन्नु मिल्छ सेफ्टी भएको बेला भएको बेला हामी ड्युटी गर्न आएको लान पाउँदैन त्यति हजुरको के कारण थियो भने हुन्छ यत्रो मान्छेको एउटा नाचमा हजुरले यसरी भन्नु मिल्छ सेफ्टी भएको बेला भएको बेला हामी ड्युटी गर्न आएको झगडा गर्न आएको होइन राम्रो मनले भन्नु न भने यसरी यो मना छ यता किन्न पाइयो नेपालमा बच्चाको खुसीको लागि लिएको हो अन्त जान दिनु फेरि न त पैसा दिनु फेरि यति टाढादेखि लिएको मलाई थाहा छैन म 3 सालपछि आएको यहाँ फर्स्ट टाइम आइरहेको छु म यहाँ बेन गरेर चाहिँ हामीले बेन के बेन गरे त यहाँ पनि गर्नु न बेन यो त बाबुले ढोला हेर ढोला के मिठाई र बिस्कुट बच्चाको लागि घरमा चाहिँ राख्नु के पैसा पराउने कि फ्रीमा आउँछ दिदी भन्नु आउनु के राम्रो तँलाई के यहाँदेखि किने भयो अब त्यहाँ टाढादेखि ल्याएको अरू भएको भन्ने पनि यहाँदेखि अरू नल्याउने भनेर त लिएर आएको थिइनँ म यहाँ सुत्न छोडेर आएको छु म म हजुरलाई के भन्छु भने नेपाल सरकारबाट सामान त्यसलाई ब्यान गरेको तपाईँलाई सूचना हेर्नु मेरो कुरा सुन्नु पहिले हजुरले न्युज समाचार हेर्नु भएको छ मेरो कुरा सुन्नु हजुरले बुझ्नु पढे लेखेको मान्छे हो 100 रुपियाँभन्दा बढीको सामानको भन्सार भने यो भन्सारमा पर्दैन बहिनी यो भन्सारमा पर्दैन त हजुरले बुझ्नु न यत्रो पढे लेखेको मान्छे नेपालमा पाइयो के यही पनि त्यस्तो छैन बच्चाको लागि हो भनेर अरूको लागि समाचारमा हालिसकेको छ किन हेर्नु यो नल्याउने चिज हो क्या हजुरले
त